मैले अनलाइन फाउन्डेसन मगाएको सेट मिलेन दुईटा हेलो दर्शन सेवा साथीहरू, वेलकम ब्याक टु माई च्यानल। दिस इज मी अञ्जली राई। सो आज चाहिँ हामी मुस्ताङका लागि जाँदैछौँ लङ टुरमा होइन। म र मेरो पतिदेव, यो चाहिँ हाम्रो फर्स्ट के अरे लङ टुर हो होइन हो नि। अनि हामी चाहिँ बाइकमा राइड गरेर जानेछौँ। सो अहिले चाहिँ बिहान भइसक्यो। अब हल्का सनस्क्रिनहरू लगाएर रेडी हुन्छु। अनि तिमी त मेरो अगाडि कति कालीको भए जस्तो देखेको अनि हामी चाहिँ अब सुरुमा यहाँबाट मनोकामना जान्छौँ। मनोकामना मन्दिरको दर्शन गऱ्यो अरे, त्यसरी पोखरा जान्छौँ। पोखरा गएर बसेर त्यसरी मुस्ताङ जान्छौँ। त्यो के हुन्छ हेर्नु होला ब्लग है। सो फाइनली साथीहरू अहिले चाहिँ हामी यहाँ मनोकामना आइपुगिसकेका छौँ। मेरो चाहिँ खुट्टा यस्तो दुखेर म यहाँ के भन्छ यसबाट ओर्लिनु पनि सकिनँ बाइकबाट। डेन्जर दुख्दो रहेछ। यहीँ आइपुग्दाखेरि यस्तो चाहिँ हाम्रो मुस्ताङ पुग्दाखेरि कस्तो हालत हुन्छ है। तिमीलाई दुख्या छैन? यत्रो सानो सिटमा दुईजना अटेर आएको। सानो हुनुको फाइदा पनि। टाइमको ट्राभल हो यो सबै। अनि मेरो हेर्नु न यहाँनिर हाम्रो डिजे यता। म त डेन्जर खुट्टा दुखिरहेको यहाँनिर। मेरो बुढा चाहिँ यति धेरै उयो छ कि साथीहरू, यति धेरै उयो छ। चोरी हुँदैन 10 खेपचोटि 10 खेप चाहिँ चेक गरेको गर्छ एउटै सामानमा। त्यो पनि यहीँ राखेर जान्छु म चाहिँ। मेरो गति हेर्नु न, गति बुढाको पाइन लगाएको छोटो भएर खुट्टा छोटो भएर केही छैन न। अहिले अब हामी माथि मन्दिर जान्छौँ होइन। यस, फाइनली हामीले चाहिँ टिकट निलिसकिसक्यौँ। यस, फ्लाइटको लागि फ्लाइट चाहिँ हाम्रो यहाँ हुँदैछ। म त आज आइतबार त्यति साह्रो भिड हुन्छ भनेर सोचेको थिइनँ, तर भिडै हुँदो रहेछ। म त गति न मतिमा हिँड्दा छ। बाइकमा ट्राभल गर्दा यस्तै हो। भोक लाग्यो जस्तो देखिरहेको छु अहिले। चाइनिज कोरियन टुरिस्ट जस्तो देखिरहेछ। थ्याङ्क यू। ज्याकेट अब लुगाहरू ठ्याक्क होइन। पिल्ला कडा लाइनमा परिरहेछ मैले। खुट्टा दुखिरहेको भरे बेलुका बुढाले मेरो मालिस गरिदिन्छ खुट्टा। फाइनली पूजा सकियो, दर्शन गरेर आइसक्यौँ हामी होइन। अब चाहिँ बाहिर अब बत्ती सत्ती बाल्नुपर्छ होइन बुढी। ल साथीहरू, अहिले चाहिँ हामी खाना खान चाहिँ बिचरा मेरो बुढाको अनुहार हेर्नुहोस् न, न्याउरो भइसक्यो भोक लागेर। 2 बजे खाना हुँदैछ यार। 2 बजिसक्यो। अनि मेरो अनुहार चाहिँ धुलोले गरेर पुरा कालो तित्रै भएछ। यति मैला निस्किरह भाइ मेरो अनुहारबाट। के हो यो? छ्या, सुरजको कलर भन्दा कालो निस्क्यो दिदी। अझै कालले त्यो भने नेचुरली के अरे फाउन्डेसन हो क्या। नेचुरल पाउडर, नेपाली पाउडर साथीहरू, नेपाली पाउडर, नेपालको एकदम फेमस प्योर पाउडर हो। यस यस, जो पहिले बाहिर गएर पाउन गाह्रो छ, नेपालमा चाहिँ प्रशस्तै पाइन्छ। ल फाइनली साथीहरू हामी चाहिँ यस्तो दुःख कष्ट गरेर चाहिँ पोखरा आइपुगिसक्यौँ। यस्तो पानी परिरहेको छ यहाँनिर, पुरा भिजिरहेको छ। रेनकोट पनि थिएन नि त हामीसँग। खुट्टाको चाहिँ फेरि माबेन भइरहेको हाम्रो यहाँ। अनुहारको गति त्यस्तै भएको, मेरो बुढाको गति त्यस्तै भएर भर्खर टोइलेट गएर आइरहेको छ। ढोका पनि नधुनी गरेर टोइलेट जान्छ भनिदिउँ। भनिदिइसकिसक्यो।
सो म चाहिँ फ्रेस हुन्छु, फ्रेस भएर भेटौँला। सो गाइज हामी चाहिँ नुहाइधुवाइ गरेर यहाँ चाहिँ टिक्क परेर रेडी भइसकिसक्यौँ बाहिर जानलाई होइन। यस तर आज हाम्रो सुरजले झन्डैले एउटा काम बिगारेको। मनोकामना जाँदाखेरि चाबी चाहिँ बाइकमै छोडेर गएछ होइन। त्यत्रो मन्दिर लाइन बसेर पूजा गरेर फर्केर खाना खायौँ, खाना खाएर अनि बिल तिर्ने बेलामा पो चाबी सम्झ्यो होइन। अनि माथि मन्दिरमा खोज्नु गयो, त्यसरी फर्केर आउँदा यति धेरै लामो लाइन थियो। अनि उसको चाहिँ मन ढुकढुक भइरहेको थियो। मलाई चाहिँ थाहा थियो क्या भेट्टाउँछ भनेर, त्यही म चिलमा बसिरहेको थिएँ। अनि चाबी लिएर गए चिलमा, अनि चाबी चाहिँ बाइकै छोडेर आएछ। धन्नले त्यहाँको गार्ड दाइले लिएर राखिदिनु भएको रहेछ। मलाई छोडेर अगाडि अगाडि कुद्दो रहेछ भने चाबी हराएपछि त मलाई छोडिदिएर नि यस्तो गर्ने हो पापी काम। सो गाइज अब चाहिँ हामी बाहिर निस्किन्छौँ है। कति निस्किनु 3 टाइम्स हो पोखरा। यता ऐना हेर्दैछौँ। अघि कति राम्रो थियो तर हामीले यस्तो गरिदिइसक्यौँ क्या यहाँनिरको। सो हामी बसेको ठाउँमा चाहिँ यस्तो लिफ्ट पनि छ है। अब हामी यहाँबाट जान्छौँ ड्याडान। हामीले चाहिँ धेरै लुगा लिएर आएन, कसले गर्दा भन्दा यो आइडीले गर्दा। लुगा भनेको एक जोड अनि लगाएर आएको लुगा हो है। अब त्यही 4 हुन्छ, त्यही लगाउने आउने नि। ल लेट्स गो आउटफिट चाहिँ यस्तै हो। कैसा लगा? तीता तीता है। सो गाइज हामीले त्यहाँबाट तिनवटा गरेर खाएर दुईटा म 3टा खाने सोच्न त्यही गरेर 2टा बियर खाएर चाहिँ 3टा चुप्लाम झ्याप भयो भने त हामी चाहिँ 2टा बियर खाएर अब त्यहाँबाट निस्क्यौँ। त्यहाँ रमाइलो भइरहेको थियो तर भोलि हामीलाई धेरै लामो बाटो जानुपर्ने छ। त्यही भएर हामी चाहिँ 2टा बियर खाएर निस्क्यौँ। मलाई मेरो बुढाले अब बाटोमा खुवाउँछु भनेर बियर होइन, मुखमा त चिलायो। 2टा बियर त केही नै होइन कि मेरो लागि छ्या। एउटीहरूलाई यस्तै हो, खानु पर्दैन होइन 5-6वटा। सो अब हामी यहाँ जाँदैछौँ। अलिअलि मातेपछि चाहिँ रमाइलो हुन्छ। मातेर मात्रै भएन, भोलिको अन्त फेरि लामो छ। म त भोलि पनि बाटोमा खाँदै जान्छु अब मैले सोचिसकेँ। साथीहरू अहिले चाहिँ हामी रुम आइसकिसक्यौँ। म चाहिँ बाटोमा बजाउँदै बियर आदि बनाइसकिसकेँ। मेरो बुढा चाहिँ नखाने रे, मजा खाने हो। बियर खानु हुँदैन, स्वास्थ्यलाई हानिकारक हुन्छ, तर पनि म खान्छु। अब सुत्छु, भोलि बिहान उठेर जानुपर्ने छ। सो तपाईँहरू पनि अहिले सुन्दै गर्नुहोस्, भोलि बिहान भेटौँला। गुड मर्निङ साथीहरू। सो अहिले चाहिँ हामी उठेर रेडी भइसकिसक्यौँ। हाम्रो पुरानै फर्ममा आइसकिसक्यौँ। सो यहाँबाटको चाहिँ मर्निङ भ्यू यस्तो हिमाल देख्दो रहेछ होइन। तर के गर्नु, अस्तिकै हिमाल हेरेर आएर चाहिँ अहिले हिमालमा नो इन्ट्रेस्ट हामीले चाहिँ यो टिभी हेर्दा नि हेरिनौँ, हामीलाई यो टिभीको जरुरतै परेन होइन बुढा। मेरो बुढा चाहिँ बिहान 2चोटि हगेर आइसक्नु भइसकेको छ। अब हाम्रो चाहिँ यहाँ प्याकिङ भइसकिसकेको छ सामान। अब हामी यहाँ निस्किन्छौँ होइन। रेडी लेट्स गो। चुप्पा नि गरिदेऊ न, चुप्पा। ल साथीहरू हामी चाहिँ यहाँनिर खाजा खान आएको छौँ। मलाई चाहिँ थुक्पा खानु मन लागेको थियो तर यहाँ चाहिँ चाउचाउ अन्डा भात पाउँदो रहेछ होइन। केसा है, मलाई चाहिँ यस्तै चाउचाउ अन्डा मनपर्छ तर झोल कम्ती भयो यसमा।
अब खान्छु म खाएर लाग्छौँ हामी चाहिँ अहिले पर्वत जिल्ला आइपुग्यौँ हिमालको नजिक आइपुगिसक्यो हिमालको नजिक हिमाल मेरो बुढाले भनेको त मेरो लागि चाहिँ त्यो हिमालै हो ओहो अन्त नि सर हजुरलाई कस्तो लागिरहेको त पछाडि हिमाल देख्नु भएर हिमाललाई छोएर आउनुहोस् त जानुहोस् एकचोटि जाऊ छोएर आउन एकचोटि फिलिर कुदेर 1 2 3 गो 1 2 3 गो हिमाल चुन्नुहोस् ल तर क्या सही बाबा भ्यू देख्दै रहेछ भाइ यहाँनिर चाहिँ साथीहरू ओ माई गड दिलका सुकुन तर मलाई यस्तो रिग्रेट लागिरहेको लुगा नलिएर आएर रिग्रेट लागिरहेको मेन त अब यस्तै छ गतिमती भनेको यस्तै हो अनुहारमा पनि कालै कालो भइरहेको अया अया म यहाँबाट गुल्ट्यो भने के गर्छु बुढा हेर्नु न यतापट्टि हिमाल यतापट्टि रेगिस्तान आमामा कहाँ के हो त यो रेगिस्तान त यो उहाँ तल गदा पनि रहेछ मेरो बुढाको साथी हेर्नु न त्यहाँनिर साथीहरू फाइनली हामी चाहिँ अहिले मुक्तिनाथ आइपुगिसकिसक्यौँ आमा पछाडि हेर्नु न कस्तो दामी भ्यू देखिरहेको सो हामी चाहिँ यहाँ जमसङ नबसिकन डाइरेक्ट यहाँ आएको थियौँ यहाँ चाहिँ हामीले होटेलहरू बुक गरेर छैन नि त त्यही भएर बुक नगरिकन बाइक चाहिँ उता लानु मिलेन रहेछ अनि मेरो बुढा चाहिँ बुक गर्नु गएको छ होटेल म चाहिँ यहाँ बाइक कुरेर बसिरहेको छु बाइक र सामान कुरिरहेको छु धुलोले त अनुहार मेरो अनुहारै हो यो तर स्वर्गै हो स्वर्ग ओ माई गड लुक एट दिस भ्यू ना मेरो बुढा चाहिँ आउँदै हुनुहुन्छ परबाट लन्ड्याङ गर्दै तर होटेल चाहिँ पाएन होटेल पाएँ कि पाएन होला साथीहरू होटेल पाएन भने त फेरि बर्बाद हुन्छ होला हौ आउँदैछ खुसीको खबर हो कि दुःखको खबर हो ढुकढुक हुँदैछ पाएन जस्तो छ उता हेर्दै आउँदैछ सोध्नु पर्यो पायो पायो यस 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 खुसीको खबर सुनायो पाएछ धन्यवाद ल फाइनली हामी रुम आइपुगिसक्यौँ थ्याङ्क गड हामीले रुम पायौँ तर डेन्जर चिसो टोइलेट चाहिँ यता रहेछ तातो पानी आउँछ यहाँ आउँदैन होला है आउँछ जाडो रहेछ साथीहरू अब फ्रेस भएर टक्क बाहिर हेर्न जान्छौँ है बाहिर चाहिँ घाम लाग्यो यो यसमा घाम नपर्ने भएर बेसी चिसो भएन कि कस्तो चिसो भाइ यहाँ त एसी हुनुपर्ने हो कि यतातिर पनि है ल साथीहरू अहिले चाहिँ हामी होइन फ्रेस भएर चाहिँ यहाँ घुम्न आएको छौँ चिटिक्क परेर ब्युटिफुल भएर म त केही दलै छैन साथीहरू खालि तिमी छक्का हो र दल्नलाई यसो अब चाहिँ फोटोसोटो खिच्ने यस्तो दामी भ्यू छ ओ मागो अस्ति कालिम्पोङ गएर हिउँ खेल्न पाएको थिएन यहाँ आएर चाहिँ हिउँ खेल्न पाउने रहेछ अनलिमिटेड हिउँ है अनलिमिटेड होइन तर चिसो चाहिँ अब यतातिर नि तर कालिम्पोङ जस्तो घर बनाउनु पर्ने काठको यहाँ ढलान घर भएर चिसो हुँदो रहेछ है बुढा सो हामी चाहिँ यसो अब भिडियो सिडियो खिच्छौँ यहाँनिर हिमाल छ नि हौ यहाँ त मेरो चाहिँ खुब खुट्टा भाँसिरहेको यहाँ हिउँमा ओहो ल साथीहरू अब चाहिँ हामी यहाँनिर भिडियो सिडियो फोटोसोटो खिचिसकिसक्यौँ यहाँ चाहिँ घाम अस्ताइसकिसक्यो होइन हेर्नु सक्नुहुन्छ यता घाम अस्ताइसकिसकेको छ तर यतापट्टि चाहिँ स्टिल घाम लागिरहेको सेतै हिउँ परिरहेको छ ल
ल अब हामी होटेल जाऊँ भनेको त यस्तो पो गर्दैछ त अघि हामीले खिचाएको नि यसरी भिडियो जाउँ हेलो गुड मर्निङ साथीहरू गुड मर्निङ सो यहाँ चाहिँ एकदम धेरै जाडो छ है मुख धुन गएको पानी पनि जम्दो रहेछ हग्नु गएर चाक धुनलाई बसेको भए त कति पीडा हुन्थ्यो होला है त्यो त छ हग्दा हग्ने के अरे फ्रिज भयो भने त्यहाँ एकदम चिसो यहाँनिर होइन साथीहरू ओछ्यान पनि त्यस्तै चिसो ओछ्यान बस्दै गएपछि चाहिँ तातो हुँदो रहेछ होइन अब अहिले चाहिँ हामी मन्दिर दर्शनको लागि जाँदैछौँ जाँदैछौँ नुहाउने भनेको नुहाउन त के सकेला र गाइस त्यही पनि ट्राई गर्ने हो म पनि नुहाउने भनेर सोचेको थिएँ तर म नुहाउँदिनँ यति धेरै चिसो छ किनकि मलाई गर्मी महिनामै तातो पानी चाहिन्छ नुहाउनलाई जाडोमा त म त नि थिरेर कुहिन्छु त मैले केही पाप गरेको छुइनँ त्यही भएर म नुहाउँदिनँ थिएँ के ल हामी चाहिँ फाइनली मन्दिर आइसकिसक्यौँ यहाँ दिदी यहाँ मन्दिरमा चाहिँ टन्नै मान्छेहरू हुनुहुन्छ खै मेरो बुढा चाहिँ हराउनु भएको छ अलि भरेर त यता पो गएछु अब मेरो बुढा नुहाउने अरे मान्छेहरू नुहाइरहनु भएको मैले त लुगासुगा लिएर आएन मेरो पतिदेव चाहिँ यहाँ नुहाउनलाई रेडी भइरहनु भएको छ यहाँ सबैजना नुहाएको देखेर ऊ पनि नुहाउनु पऱ्यो अरे मलाई पनि नुहाउनु चाहिँ मन लागिरहेको तर मैले लुगा लिएर आएन त्यही त पानी छाम्नु गएको त पानी चाहिँ खानु धेरै चिसो थिएन कि ए यहीसँग लगाएर नदी चिसोमा कम्बिहाल्नु हाम्रो सुरज आइडु चाहिँ यहाँ मैदानमा आइसक्नु भइसकेको छ अलिकति उता पर जाउँ न एकचोटि नाच्देऊ ल हिँड जग्गा पे चलो म चाहिँ यता भिडियो खिच्ने भएको भएर यता खिच्नै पाइनँ रेल थिएको सरी पाले पिना जाने हो कि ए बख 1 2 3 गो 1 2 3 ओहो ल सरजी आउनु भयो तातो One, two, three, go! Jai Bajrangbali! हामी चाहिँ अहिले यहाँ मार्फा भिलेजमा आएको छौँ यहाँ भिडियो सुट हुँदै रहेछ हेर्न त बुढा यस्तो छ नि त यता मलाई चाहिँ खालि खाने ठाउँतिरको मात्र आँखा जान्छ भोक लाग्यो ए मेरो बुढा चाहिँ यहाँनिर रेडी भइरह यहाँनिर कहाँ जानु लागेको सोल्टी तिमी चिटिक्क परेर मेरो आउटफिट चाहिँ यस्तो छ यहाँनिर टाढा हामी चाहिँ यहाँ बुढाबुढी रेडी भएर निस्क्यौँ मेरो बुढा यता आउन मेरो बुढाको लुक्स देखाइदिउँ भने भोटे मगर त भोटे भएछ यहाँ रिपिए भन्दै बनाउनु पर्ने होइन सो फर्स्ट एक्सपिरियन्स चोर जस्तो देखाएको छ ठ्याक्क ल साथीहरू हामी चाहिँ फेरि पोखरा आइसकिसक्यौँ होइन
आमा कति कति धेरै भने सकिसक्यो हामी चाहिँ पोखरा आइसक्यौँ अब बाटोतिर चाहिँ मैले भ्लग खासै खिचेन किनकि अस्ति जाँदै खिचिसकेको थिएँ कि अहिले मारिदिन्छु नि खिचिसकेको थिएँ अनि त्यही भएर आज फेरि पोखरा आएर फेरि अब हामी बाहिर जानु लागेको खानालाई अब धेरै क्लिपहरू त म खिच्दिनँ होला किनकि अब धेरै लङ हुन्छ जस्तो लागिरहेको क्या मलाई भ्लग अनि अब हेरौँ मन लाग्यो भने खिच्छु अलिअलि मन लागेन भने चाहिँ अब भोलि फेरि भेटौँला होइन लेट्स सी साथीहरू म अहिले बनाउँदिनँ भन्ने सोचेको थिएँ भिडियो तर मैले अहिले बनाएँ किनकि होइन मेरो बुढाले मलाई यस्तो प्र्याङ्क हाल्नु के प्र्याङ्क भन्नुहुन्छ भने काठमाडौँबाट आउँदाखेरि चाहिँ मैले एउटा यो मात्र टिम्बरल्यान्ड मात्र लगाएर आएको थिएँ उसले चाहिँ ट्रेकिङ सुज लगाएर आएको थियो अनि एउटा एक्स्ट्रा चाहिँ हामीले व्हाइट कलरको सुज लिएर आएको थियौँ कि हामी दुईजनाको एउटै छ नि त साइज अनि त्यही भएर लिएर आएको थियौँ अनि पालै पिलो लाउनुपर्छ है एउटा लगाउने अब तिमीले यो व्हाइट कलरको सुज लगायो भने मैले टिम्बरल्यान्ड लगाइहाल्छु नि भन्थ्यो तर उसले त्यो बाइक चलाउने बेलामा मात्रै त्यो ट्रेकिङ सुज लाउँछ त्यसरी त्यो घुम्नु जानु पऱ्यो भने त्यो व्हाइट सुज अगाडि नै लगाइहाल्छ मेरो भाग्यमा छैन त्यो लगाउने म चाहिँ बाटोमा हिँड्दा नि यही लगाइरहेको छु यहाँ घुम्नु जाँदा नि यही लगाइरहेको छु अहिले पनि उसले लगाइसकिसक्यो त्यहाँनिर मलाई दिनुपर्छ भनेर के अरे मलाई सुहाउँदैन अरे सेतोमा सुहाउँदैन तर अब म लगाउँदिनँ होस् म टिम्बरल्यान्डै लगाएर हिँड्छु अहिले चाहिँ हामी मेरो बुढालाई भोक लागेर नान र उयो खाना छौँ होइन नखानेमा हामीले चाहिँ अघि त्यहाँनिर तोम्बा अनि स्न्याकहरू खाएर आएको कि अनि तोम्बाले मलाई केही नै भएन त्यही भएर म बियर खाँदैछु अनि मेरो बुढालाई चाहिँ अहिले पछि भोक लाग्छ भनेर अहिले 11 बज्नु लागेछ भोक लाग्छ भनेर अहिले नान र बटर चिकन खाइरहेको बटर नान र होइन कस्तो छ मिठो ल है साथीहरू हामी चाहिँ बिहान बिहान जाँदैछौँ डुङ्गा चढेर मन्दिर दर्शन गर्न भनेको मर्निङ दर्शन गर्न भएछ हाल नभएको जिप्ले सेलर भनिन्छ मेरो फोनमा यहाँ कालो कालो के लागेको छ रमाइलो लागिरहेछ हामी चाहिँ अहिले मन्दिर दर्शन गरेर पनि यता आइरहेको छौँ घुम्नलाई तल्किरहेछ ल साथीहरू यहाँ चाहिँ एउटा भिल्ला रहेछ सुत्ने जाली भएको यो चाहिँ खुब टिकटकतिर देखिरहेको थिएँ राम्रो रहेछ तर ठाउँ चाहिँ मेरो अनुहार हेर्नुहोस् मैले अनलाइन फाउन्डेसन मगाएको सेड मिलेन के हो यो आया के हो यो मेरो अनुहार हो यो मुख खोल्यो भने यति नजिकबाट चाहिँ नखिच न अनि के हो यो फोटो देखेर हाम्रो टाढान साथीहरू सो अहिले चाहिँ म काममा आइसकिसकेँ हिजो चाहिँ हामी घर आयौँ अनि फ्रेस भयौँ होइन हिजो मेरो गति देख्नु सक्नु भएको थियो तपाईँहरूले होइन यस्तो त्यो हुन्छ नि त्यो के अरे मलेकोदेखि काठमाडौँ आउने बाटो त एकदम खटेरा जामका जाम त्यत्रो टोपी लाएर मास्क लगाउनु मेरो अनुहार के त भुत जस्तो भएको आमामा खत्तम सो यति नै भन्न चाहन्छु हामी बुढाबुढीले चाहिँ एकदम धेरै रमाइलो गऱ्यौँ है फर्स्ट टाइम हो हामी यति लङ टुर चाहिँ हामी दुईजना सँगै गएको चाहिँ फर्स्ट टाइम हो यस्तो राइडमा तर एकदम धेरै रमाइलो भयो सो मैले चाहिँ अनि धेरै भिडियोहरू बनाउनु मतलब धेरै खिचेन किनकि एउटै बाटो गएको एउटै बाटो आएको भएर अनि सो हाम्रो मेमोरीको लागि हो भनेर हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई